आज म तपाईँहरूलाई देखाउनेवाला छु मेरो काम। सो हेलो एन्ड माई ब्युटिफुल ब्युटिफुल पिपुल्स, तपाईँहरूलाई मेरो फर्स्ट मिनी ब्लगमा स्वागत छ। म चाहिँ बिहानै उठेँ र यसो रेडी भएर आउँदा हाम्रो केटाहरू चाहिँ सुति नै रहेछ मस्तसँगले। केटाहरूलाई उठाएँ र हाम्रो अर्को भाइ चाहिँ पल्लो रुममा बस्छ र उसलाई पनि मैले गएर उठाएँ र यसो ऐनामा च्यान्सो गरेँ। त्यसपछि फ्याक्ट्री गएर हेर्दाखेरि चाहिँ दिदीहरू भर्खर आएर जार मात्रै धुनु हुँदै रहेछ। त्यसपछि एकछिन रुममा गएर बसेँ, फेरि एकछिनमा गएर मेरो थार लोड गर्नु गएँ र थार लोड गरिसकेर म चाहिँ आफ्नो कामतिर आफ्नो थारलाई बटारेर गएँ। त्यसपछि म चाहिँ आफ्नो काममा पुगेँ र मैले जारलाई चाहिँ यस्तरी काँधमा चढाएर कुद्दै 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 दिएँ। र तपाईँहरूलाई भिडियो कस्तो लाग्छ है, फर्स्ट भ्लग भएर पनि होला हल्का थोरै नर्भस चाहिँ छु। त्यसपछि नगर अस्पतालमा गएर पसिनै पसिना भइन्जेल पानी राखिदिएँ अनि परतिर गएर हेरेको दिदीहरूको घरमा चाहिँ कस्तो दामी कुकुरको बच्चा रहेछ र कुकुरको बच्चासँग एकछिन खेलेँ र काम गरेकोले निकै नै भोक लागेको थियो र दिदीलाई चाहिँ मैले गएर तङ्गाउँदै चाउचाउ अन्डा बनाउनु लाएर मिठो 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 गरेर खाएँ। त्यसपछि फेरि हतार 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 गर्दै काम गर्दै थिएँ। आकाशबाट पानी चुइ नै लागिसकेको थियो र म चाहिँ भगवान्सँग प्रार्थना गर्दै पानी नपरोस् भन्दै हतार 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 गर्दै काम सकेँ र फ्याक्ट्री पुग्दाखेरि ठ्याक्कै पानी पनि परिसकेको थियो र मैले काम पनि सकेको थिएँ र साथीहरू भिडियो पनि धेरै लामो भइसकेको छ। अब अर्को मिनी भ्लगमा भेट्नुपर्छ। बाइ बाइ।